हजुर पनि फोटो हाल्छु यो बेल्जियमको सिमसार एरिया हो। पुरै रहेछ है पुरा सिमसार एरिया हो। करिब 7.5 किलोमिटरमा फैलिएको छ। हरियाली, विभिन्न प्रकृतिका बोट बिरुवाहरू, विभिन्न किसिमका फलफुलहरू। यसले यो एरिया सुशोभित छ। यहाँ प्रचुर मात्रामा स्वच्छ अक्सिजनको लागि मान्छेहरू ओहोरदोहोर गर्ने गर्छन्। आज बिदा नभएको हुनाले अब हामी चाहिँ आज बिदा भएको कारणले यो एरियामा छौँ। त्यसलाई पनि एउटा यसो सानो फोटोको रूपमा यहाँ राखेको हो। त्यो पनि अब यहाँबाट मैले भ्याउने भयो भने त्यो हेर नि, त्यो डकहरू हेर नि धेरै लामो त यो खिच्नु छैन, किनभनेदेखि छोटो छोटो नै बनाउनु, क्लिपहरू मात्रै बनाउनु पर्ला। यसरी हेर्नु पऱ्यो। यो रोज हो, यो रोज पानी परेको है कस्तो यस्तै दिनमा हरियो भएको यो पिएस त निकालिसकेको छ नि क्या है? कहाँनिर? ए मान्छेले पानी मात्र गरिदिन्छु पुरै गएको पनि रहेछ। यतापट्टि नै मोबाइल छ है, यताको मोबाइल हो यो। बन्द रहेछ नि त। ल बन्द रहेछ, जाने अलि नि हो बिचारो यतापट्टि रहेछ काम। के हिलो छ, हिलो छ, ढिलो छ भा छोड्दै हिलो छ, नजाऊ। यो भगवती वासुदेवाय राधा रानी राधे राधे ओम नमः शिवाय हरि हर हर। यो जङ्गलमा लोखर्के प्रजातिका साना साना लोखर्के टाइपको के भन्छ त्यो लोखर्केहरूको वासस्थान छ यो सानो जङ्गलमा। ल यसलाई यसरी अगाडि बढौँ।